Hi guys, let's just sing home with me. मैले चाहिँ यहाँ दुईवटा प्याकेज रहेछ मगाएको थिएँ सिनदेखि. सो आज चाहिँ डेलिभर भएको छ. So let's get open with me, okay? अनि ल हेरौँ है त के छ. I'm so excited guys. After a long time मैले सिनदेखि अर्डर गरेको. यो सायद यो एक्सपेन्सिभ पनि होइन गाइज. मैले चाहिँ त्यो एउटा क्याम्पेन रहेछ 85% समथिङ अफ न्यू युजरको लागि. म न्यू युजर नै थिएन बट मैले चाहिँ कोड नम्बर युज गरेर चाहिँ यो मगाएको थिएँ. सो यो चाहिँ के रहेछ ल हेरौँ है. लेट्स ओपन. कस्तो राम्रो प्याकेजिङ छ, मजाले पुरै ऱ्यापटप गरेको छ. भिडियो लामो हुन्छ गाइज, प्लिज स्किप नगरी हेर्नु होला. म सबै कुरा देखाउँछु. गॉट इट गाइज. यो चाहिँ के भइरहेको थियो भने थोरै अर्डर गरेपछि चाहिँ अलमोस्ट मलाई दुईवटा कुरा मात्रै चाहिएको थियो. त्यही पनि थोरै अर्डर गरेपछि नि 7.95 समथिङ डेलिभरी चार्ज दिनु पर्थ्यो. अनि मैले सोचेँ कि अलिकति 2-3वटा एक्स्ट्रा एड गरेर चाहिँ त्यो 7.95 वाइ वी सुड पे भनेर मैले चाहिँ अर्डर गरेको. यो चाहिँ फ्लफी ब्याग गाइज, हेर्न सक्नुहुन्छ. यस्तो दामी, यस्तो मजाको स्मुथ छ नि. सरी म ठोकिरहेको छु. हेर्न सक्नुहुन्छ, म खोलेर पनि देखाउँछु. यस्तो वाउ, आई लभ इट. एकदम दामी गाइज. यो अर्डर गर्न सक्नुहुन्छ. यो अलमोस्ट अराउन्ड धेरै एक्सपेन्सिभ नै होइन, एक्सपेन्सिभ भन्दा धेरै चिप नै होइन भन्नुपर्छ. यसलाई चाहिँ $2-3 अराउन्ड. What happening guys? Something, it's nice but it's a little bit tricky to open the chip. हेर्न सक्नुहुन्छ, यस्तो मजाको स्पेस छ. यो जेसँग पनि फिट जान्छ जस्तो छ. जिन्स प्लस जिन्सहरू सबैमा राम्रो देखिन्छ. अर्को नेक्स्ट प्याकेज आई थिङ्क मैले चाहिँ फर्स्ट टाइम यो अर्डर गरेको. कस्तो आएको छ हेरौँ है. यो चाहिँ फर्स्ट टाइम नै हो. जिन्स गाइज, जिन्स. डु यु थिङ्क जिन्स पनि आउँछ सिनबाट भनेर? डेनिम जिन्स. सरी, यो चाहिँ मेरो हाबिबीको टप हो. यस्तो दामी छ नि. लुक एट दिस गाइज, लुक एट दिस बुल. वाट इज दिस सेज? बोस्टनको गाइज. यस्तो राम्रो कलर छ नि. कस्तो देखिएला गाइज उसलाई लगाएको. म भिडियो हाल्छु, हेर्न सक्नुहुन्छ. यसको क्वालिटी. लुक एट दिस. एकदम दामी, एकदम लभ इट. म रेटिङ दिन्छु. मेरो ब्यागलाई चाहिँ म आउट अफ 9 दिन्छु बिकज अफ चेन गाइज. अदरवाइज 10/10. टपलाई चाहिँ म 10/10 दिन्छु अहिलेको लागि. बट उसलाई लगाएपछि कस्तो देखिन्छ त्यसपछि रेटिङ घट्न नै सक्छ. ओ माई गॉड, लुक एट दिस जिन्स गाइज. म उठेरै देखाउँछु गाइज, हेर्न सक्नुहुन्छ. इग्नोर माई ब्याकग्राउन्ड, इट्स मेसी लिटल बिट. यस्तो दामी आएको छ, ठ्याक्कै मेरो साइजको. प्लस एकदमै यो पनि पुरै मजाले भएको छ गाइज. यो मेरै साइजको. मैले एक्ज्याक्टली साइजमा आएको छ. आइ एम सो ह्याप्पी. लुक एट दिस. एकदम दामी. यो चाहिँ त्यो टी सर्ट त मगाएँ. अनि टी सर्टको लागि प्यान्ट चाहियो अफकोर्स. मेरो लागि होइन, मेरो हाबिबीको लागि हो. हेर्न सक्नुहुन्छ, वासेबल प्यान्ट डेनिममा. गेस गाइज यसको प्राइस कति हो थाहा छ? अराउन्ड कुनै पनि सामान, कुनै पनि यो स्टफ चाहिँ अराउन्ड $15 or $13 भन्दा एक्सपेन्सिभ छैन. क्यान यु बिलिभ इट गाइज? लुक एट दिस फ्याब्रिक्स. हेर्न सक्नुहुन्छ यसको क्वालिटी डेनिमको. वाउ, इट्स सो मच अमेजिङ. यो एउटा प्याकेज भयो क्या. यसमा चाहिँ धेरै थिएन. मलाई एकदमै चाहिरहेको भनेको प्यान्ट थियो. यस्तो लाग्यो कि जहिले पनि हामी फ्लेयर प्यान्ट प्लस ओपन जिन्स यस्तो लगाउँछौँ नि त. सो मलाई चाहिँ यस्तो स्लिम जिन्स चाहिरहेको थियो, त्यो पनि ब्लू कलरमा. सो मैले चाहिँ सिनबाट अर्डर गर्छु कस्तो छ अफकोर्स भनेर अर्डर गरेको गाइज. अनि
यस्तो दामी आयो नि यस्तो दामी यो चाहिँ अफकोर्स सिनबाट अब अर्डर गरेपछि टेम्पर्ड ग्लास त चाहियो स्क्रिन प्रोटेक्सनवाला प्लस स्क्रिन प्रोटेक्सन प्लस यो चाहिँ के भन्छ त्यो प्राइभेसी भएकोवाला स्क्रिन हो गाइज अलिअलि प्राइभेसी त चाहिन्छ नि त अनि टिकटक बनाउने भएपछि यो त अफकोर्स चाहियो नै मैले अहिलेसम्म युज गरेको छैन बट म अब चाहिँ युज गर्छु कस्तो हुन्छ भनेर सो राम्रै हुन्छ होला आई होप व्हाट इज दिस ओ माई गॉड गाइज बिलिभ यो म जति सामान देखाइरहेको छु नि अहिले यो प्याकेटको नेक्स्ट प्याकेटको चाहिँ यसको यो चाहिँ 20 अराउन्ड 20 to 25 गाइज क्यान यु बिलिभ इट सबै के म यो देखाउनुलाई कसरी देखाउने गरेको चाहिन्छ ल मलाई एकदम चाहिरहेको थियो गाइज लुक एट दिस टप म नेपाली नै बोल्छु गाइज कसैले टप पनि भनेर नभन इयररिङ्स है इयररिङ्स लुक हाउ प्रिटी र बच्चाहरूले चाहिँ लास्ट राम्रो मान्छन् गाइज बच्चाहरूलाई चाहिँ खत्रै लाग्नेछ गाइज किनभने उनीहरूलाई चाहिँ मेरो यसो लगाएर गएपछि इयररिङ्सले मा हेरेर वाउ दिस इज सो प्रिटी अनामिका भन्छन् सो आई एम अल्सो लभिङ दिस गाइज लुक एट दिस सरी लाइटले गर्दा अलिकति यसरी देखाउँछु यस्तो दामी छ म सबै लगाएर देखाउँछु ल पछि र नेक्स्ट भिडियोमा यो पनि इयररिङ्स यो सबै आई थिङ्क 78 सेन्ट्स ओ माई गॉड म त गाइज भिडियो लामो हुन लागिसक्यो यसरी नै देखाउँछु यदि हजुरहरूलाई कुनै डिटेलीमै हेर्न छ भने कमेन्ट गर्न सक्नुहुन्छ ब्ल्याकमा गाइज ब्ल्याकमा म एकदम दामी एकदम वाट इज दिस इनसाइड यो मैले अहिलेसम्म पनि युज गरेको छैन सो वक्स स्टिक फर माई हेयर समटाइम्स इट गेट फिजी सो यसले चाहिँ मजाले कपाललाई चाहिँ एकदम त्यो फिजी नहुन दिनबाट चाहिँ बचाउँछ गाइस सो एकदम दामी मलाई चाहिँ यस्तो यस्तो सामान चाहिँ हेर्न एकदमै मनपर्छ गाइस यो चाहिँ अब स्किन केयरको चाहिँ यसरी अर्डर गर्नुहुन्न अलि एक्सपेन्सिभ भएपछि राम्रो नै हुन्छ एक्सपेन्सिभ भएपछि राम्रो चिप भएपछि नराम्रो हुन्छ भन्छन् नि सो मलाई चाहिँ कुनै कुरा ट्राई गरेको छैन भनेपछि चिप भए पनि कुनै कुराहरूले एकदम राम्रो काम गर्छ नि त वा अब अलि एउटै काम गर्छ भनेपछि किन महँगो तिर्नु भनेर सो अलिकति भए पनि सेभ गरौँ भनेर चाहिँ मैले कोकोनट हेयर वक्स रिमुभल क्रिम मगाएको छु गाइज आई डोन्ट नो हाउ डज इट विल वर्क अर नट बट आई विल सो यु द रिजल्ट अनि मेरो चाहिँ यो हेयर रिमुभल म बनाएर देखाउँछु सो हेर्न सक्नुहुन्छ यो यस्तो दामी छ प्याकेजिङ चाहिँ लेट्स सी हाउ द प्रोडक्ट विल बी अनि नेक्स्ट वान इज दिस इज अल्सो वक्स स्टिक गाइज अब कति कपाल रहेछ भनेर नसोच्नु होला केटी भइसकेपछि चाहे केटा होस् केटी होस् आजभोलि सबैले युज गर्छ सो यो चाहिँ यो उसँग पनि आउने रहेछ यो हेयर वक्स गर्नको लागि चाहिँ यो कटन यो समथिङ के भन्छ योसँगै प्लस स्टिक लगाउनको लागि यो चाहिँ सुगर वक्स हो गाइज मैले यो टिकटकमा धेरै देखिरहेको थिएँ सो त्यहाँदेखि त्यही देखेर नै अर्डर गरेको आई विल गिभ यु द रिभ्यू क्यान यु बिलिभ इट गाइज दिस टप इज only $2 wow look at these यो देखेपछि त एकजना चाहिँ पुरा एकजना हुनुहुन्छ मेरो नजिकको मान्छे उहाँ चाहिँ ढल्नु नै हुन्छ होला गाइज अनि नेक्स्ट वान लास्ट वान नट द लिस्ट बट सरी यो सेकेन्ड लास्ट वान लुक एट दिस वाइट वान यसको चाहिँ त्यस्तो राम्रो फेब्रिक छैन बट वाइटमा इट लुक्स कुल अन द जिन्स which I have showed you before ब्रस ओ माई गॉड सरी सिनबाट यस्तो राम्रो क्वालिटी आउँछ आजभोलि लभ इट हेर्न सक्नुहुन्छ लास्ट गाइज आई हेभ गट only 20 seconds लुक एङ्जाइटी रिलिफ ब्रेसलेट आई लभ इट गाइज बिकज म लगाएर देखाउँछु जति पनि टाइम छ थ्याङ्क यू फर वाचिङ गाइज लुक एट दिस कस्तो देखियो थ्याङ्क यू बाई
सबैजनाले कमेन्ट गर्नुहोस् के को ऊ चाहिएछ डिटेलली म बनाउँछु भिडियो बाई बाई फर नाउ